माछा मेरो लागि एउटा मिठो सम्झना। हामी सानो छँदा दसैँको बेलामा हामी गाउँको घर जान्थ्यौँ कि, अनि दसैँको बेलामा सबैजना जम्मा हुनुहुन्थ्यो। दसैँको चहल पहलहरू हुन्थ्यो नि त, खसीहरू काट्नुहुन्थ्यो। अनि हामी केटाकेटीलाई त कति रमाइलो लाग्ने नि त। अनि हाम्रो त्यो खेतभरि कस्तो पहेँले धानहरू झुलेको हुन्थ्यो। अनि हाम्रो खेतको बिचमा चाहिँ एउटा सानो खोला बग्थ्यो कि, अनि जहाँ चाहिँ हाम्रो सानो अङ्कलले चाहिँ मेरो सबैभन्दा कान्छो काका, उहाँले चाहिँ हामी केटाकेटीलाई जम्मा पारेर हिँड माछा मार्न भनेर लग्नुहुन्थ्यो कि। अनि कति धेरै सानो ठुलो माछाहरू समाउनुहुन्थ्यो है। अनि घरमा चाहिँ ल्याएर हजुरमुवाले चाहिँ त्यसलाई तेलमा फ्राई गरेर हामीलाई अघिनाको छेउमा राखेर लखाऊ भनेर दिनुहुन्थ्यो। अनि हामीले खान्थ्यौँ। कति रमाइलो हुन्थ्यो कि हाम्रो लागि त्यो। अहिले चाहिँ हजुरमुवा र अङ्कल दुवैजना हाम्रो साथमा हुनुहुन्न नि त, तर उहाँहरूसँग बिताएको समय, उहाँहरूका सम्झनाहरू चाहिँ हामीसँग नै छन्